म प्रकाश रोकाया शिक्षा ऐन नआउँदासम्म कोहीजन भोकाया शिक्षा ऐन नआउँदासम्म कोहीजन भोकाया। धन्यवाद कार्यक्रम सञ्चालक सर र खास गरी यो मलाई गीत गाउने अवसर प्रदान गर्नुहुने आदरणीय राष्ट्रिय शिक्षक सङ्घका राष्ट्रिय अध्यक्ष आदरणीय सर सोमनाथ गिरी सर। म विलम्ब नगरी पूर्व वक्ता अग्रज व्यक्तित्वहरूले सम्बोधन गरेको कुरालाई म समर्थन जनाउँदै सुदूरपश्चिमको भाका देउडा गीतलाई म सरासर पश्चिमी अनुमति चाहन्छु। सम्पूर्ण अग्रज व्यक्तित्वहरू बुद्धिजीवी शिक्षक सरहरूले नाचेर साथ दिनु होला भन्ने पनि म आग्रह गर्न चाहन्छु। बाँकी गीतलाई जोड्न चाहन्छु। शिक्षा ल्याउने हो शिक्षा ल्याउने हो ताली शिक्षा ल्याउने हो शिक्षा ल्याउने हो शिक्षाको गुणस्तर ल्याउनु शिक्षा ल्याउने हो देशले के पाउने हो देशले के पाउने हो शिक्षकलाई नै पछि देशले के पाउने हो सरकार घर सरकारी शिक्षालाई अब छिटै पारित गर्दै नगरेमा देशै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर छिटै पाउनु छ सुविधा 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 निजामती सरहरूले पाउनु छ सुविधा खाली दिन बिता सरकार खाली दिन बिता कागज लेखी भाषण गरी खाली दिन बिता सरकार घर सरकारी शिक्षालाई अब छिटै पारित गर्दै नगरेमा देशै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर ए बराबर। सबै शिक्षक गुरुहरू ७७ जिल्लाका सबै शिक्षकहरू छिट्टै सुरु गरौँ छिट्टै सुरु गरौँ अग्रगमन शिक्षालाई छिट्टै सुरु गरौँ छिट्टै सुरु गरौँ छिट्टै सुरु गरौँ अग्रगमन शिक्षालाई छिट्टै सुरु गरौँ सरकार घर सरकारी शिक्षालाई अब छिट्टै पारित गर्दै नगरेमा देशै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर। स्कुल छोडी आउनु स्कुल छोडी आउनु रहर होइन बाध्यता हो स्कुल छोडी आउनु स्कुल छोडी आउनु स्कुल छोडी आउनु रहर होइन बाध्यता हो स्कुल छोडी आउनु कहिले न्याय पाउनु कहिले न्याय पाउनु नेता डाक्टर जन्माउनेले कहिले न्याय पाउनु सरकार घर सरकारी शिक्षालाई अब छिट्टै पारित गर्दै नगरेमा देशै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर। कसले काम गरिछ कसले काम गर्छ भोकै पेटमा भन सरकार कसले काम गर्छ स्थायी गर्नु पर्छ स्थायी गर्नु पर्छ राहत करार दरबन्दीलाई स्थायी गर्नु पर्छ सरकार घर सरकारी शिक्षालाई अब छिट्टै पारित गर्दै नगरेमा देशै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर। नारा हाम्रो दाबी नारा हाम्रो दाबी कि जितिन्छ कि बितिन्छ नारा हाम्रो दाबी यो सत्ताको चाबी यो सत्ताको चाबी खोज्ने तागत राख्छौँ हामी यो सत्ताको
छाबी सरकार गर सरकारी शिक्षा ऐनलाई अब छिट्टै पारित गर्दै नगरेमा त्यसै हुन्छ निश्चित बराबर ए बराबर ए बराबर ए बराबर ए बराबर जाँदा जाँदै अन्तिममा एउटालाई झ्याम्मै झ्याम्मै मैले झ्याम्मै भनिसके पछाडि हजुरहरूले झ्याम्मै झ्याम्मै भन्नु समय पाउनुको कारण